वाह, रेशम चौधरीज्यूले हाम्रो प्रिय मित्र रवि लामिछानेज्यूको पक्षमा मन छुने कुरा गर्नुभएको छ। उहाँले जे बोले हामी चौधरी समुदायको लागि गर्वको विषय हो। पहिलो उहाँकै बोली रविजी जोगिनुहोस्, सिद्ध्याउँदैछन् तपाईलाई, अहिले सिद्धिनु भयो होइन। मेरो मित्र रवि लामिछानेजीलाई जेल हाल्यो, म भैरवामा भेट्न गएँ। उहाँ बसेको अवस्था हेरेँ, यो देशको गृह तथा उप प्रधानमन्त्री, उहाँकै अन्तर्गत पर्थ्यो कारागार। एउटा कोठामा अलग्गै राखेर थुनेको छ, बाहिरबाट चाबी लगाइदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजी मेरो मित्र। हामी रत्न राज्यलक्ष्मी क्याम्पसमा सँगै अध्ययन गऱ्यौँ, रेडियो नेपालमा सँगै जागिर खायौँ, फिल्महरूमा पनि हामी सँगै निर्माण गऱ्यौँ र उहाँ अमेरिका बस्दाखेरि पनि हामी सँगै बस्यौँ। उहाँ बाल्टिमोरमा बस्नुहुन्थ्यो, म पेन्सिल्भेनियामा बस्थेँ। जब टिकापुर घटना घट्यो, रवि लामिछानेजी न्युज 24 मा काम गर्नुहुन्थ्यो। करिब 2-4 महिना उहाँ हामीहरू विरुद्ध खुब खनिनुभयो। अनि म दिल्लीबाट उहाँलाई फोन गरेर भन्थेँ कि रविजी यस्तो होइन। र फेरि रविजी र मेरो अन्तर्वार्ता युट्युबमै प्रष्ट छ। जब म जेलमा आएँ, उहाँ गृहमन्त्री बन्नुभयो, म प्रत्येक पटक उहाँलाई फोन गर्थेँ, सम्झाउँथेँ, मन्त्रीजी यस्तो हुँदैछ, यस्तो गर्नुहोस् न। त्यस पछाडि म जेलभन्दा बाहिर आएँ र विभिन्न राजनीतिक दलको बैठकहरूमा जान थालेँ। म पनि चौधरी हो। रेशमज्यूले पनि हाम्रो चौधरी समुदायबाट रविज्यूलाई खुलेर सपोर्ट गरेको देख्दा एकदमै गर्व लाग्यो। हामी चौधरीहरूले राम्रो मान्छे, राम्रो नेताको साथ दिन्छौँ। रविज्यू जस्ता इमान्दार नेताको साथ हामी सधैँ उभिनेछौँ। सत्य लुक्दैन, न्याय ढिलो भए पनि हुन्छ, तर हुन्छ। हामी चौधरी समुदाय रविज्यूको साथमा छौँ।